नमस्कार। यति बेला नयाँ पालुवा च्यानल हेरेर बसिरहनुभएका सम्मादनीय सचेत दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म इन्द्र नेउपाने र मेरो क्यामेराम्यान हुनुहुन्छ निराजन पौडेल। आज म गुल्मी जिल्लाको विकट मानिने, गुल्मी जिल्लाको कालीकोट मानिने, कर्णाली मानिने कालीगण्डकी गाउँपालिकामा छु। कालीगण्डकी गाउँपालिकाको समग्र विकास स्थितिमाथि रहेर आज हामी चर्चा गर्नेछौँ। यो देशमा भइरहेको अहिले वर्तमान राजनीतिक उथल पाथल लगायत जेन्जी पुस्ताले गरेको विभिन्न क्रियाकलापहरू छ। यो क्रियाकलापलाई पनि हामी यता केही आजको बसाइमा केही हामी खेलाउने प्रयास गर्नेछौँ। मेरो साथमा हुनुहुन्छ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ वेदबहादुर थापा। उहाँ दोस्रो कार्यकाल पनि हुन्छ गाउँपालिकाको अध्यक्ष। उहाँले गरेका विकास निर्माणका गतिविधि र जनताहरूले उहाँलाई दिनुभएका प्रतिक्रियाहरूलाई आजको कार्यक्रममा मैले खेलाउने प्रयास गर्नेछु। सर, स्वागत छ कार्यक्रममा। धन्यवाद। आराम हुन्छ एकदम। अनि देश उथल पाथल भएको छ, तपाईँले नजिकबाट निहाल्नु भएको छ भदौ 23 र 24 गतेको गतिविधि। कालीगण्डकी गाउँपालिकामा यसको प्रभाव कतिको पर्यो र यो परिरहँदाखेरि अध्यक्ष भएको नाताले कस्तो महसुस गर्नुभएको थियो? यो कल्पना योग्य थियो? तपाईँहरूले कल्पना गर्नुभएको थियो? यो 23 र 24 को जुन किसिमको चाहिँ घटना चाहिँ घट्यो त्यस चाहिँ कल्पना भन्दा बाहिरको जस्तो लाग्छ मलाई। किन भन्दा यत्रो 30 वर्ष 30 चाहिँ 35 वर्षसम्म लोकतान्त्रिक सरकार चाहिँ निर्माण भइसकेको, बहुदल आइसकेको अवस्थामा अहिले त चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रमक व्यवस्थामा गइसकेको अवस्थामा पनि जनताले चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको अनुभूति गर्न नसकेका कारणले यी घटनाहरू चाहिँ घटे जस्तो लागिरहेको छ। यसमा चाहिँ हामी नेतृत्व, कर्मचारी र जनता सबै पक्षको चाहिँ आफ्नो आफ्नो जिम्मेवार छ। कसले के कसरी बुझियो भन्ने कुरामा चाहिँ डिपेन्ड हुने गर्दछ जस्तो लागेको छ। के यो आन्दोलन आवश्यक थियो? एकदम जरुर। जुन किसिमका कामहरू चाहिँ भइरहेका थिए, लोकतन्त्रमा जनताले लोकतान्त्रिक अनुभूति प्राप्त गर्न नसकेका कारणले यो घटना चाहिँ घटेको चाहिँ हामीलाई चाहिँ लागिरहेको छ। तपाईँले यसरी जवाब दिइरहँदाखेरि प्रश्न तपाईँतिर पल्टियो नि त। कालीगण्डकी गाउँपालिकामा पनि जेएनजीहरूले त आन्दोलन गर्नु भएको रहेछ। के यो कालीगण्डकी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारी तन्त्रद्वारा जनताहरू असन्तुष्ट भएर त्यो आक्रोश पोखेका हुन् भन्न? स्वाभाविक रूपमा हामीप्रति पनि जनताहरूको चाहिँ असन्तुष्ट हुन सक्छ। किन भन्दा हामीसँग सीमित साधन स्रोतले धेरै काम छ। कालीगण्डकी गाउँपालिका नागरिकहरूसित पनि चाहिँ परिवर्तनको चाहनाहरू अत्यन्तै धेरै छ। विकासको भोका चाहिँ कालीगण्डकी गाउँपालिका नागरिकहरू हुनुहुन्छ। हामीले सीमित स्रोत साधनले ती सबै कामहरू पुरा गर्न सकेका छैनौँ। तसर्थ कालीगण्डकी नागरिकहरू पनि हामीसँग पूर्ण रूपमा सन्तुष्टि हुनुहुन्छ भन्ने पक्षमा म छैन। हामीले चाहिँ सीमित स्रोत साधनले चाहिँ धेरै काम गर्न नसकेका कारणले कालीगण्डकी गाउँपालिका प्रति पनि कालीगण्डकीका नागरिक चाहिँ असन्तुष्ट हुनु स्वाभाविक हो। यद्यपि अन्यत्र जस्तो चाहिँ कालीगण्डकी गाउँपालिकामा त्यति धेरै असन्तुष्टि छैन। हामीसँग भएको सीमित स्रोत र साधनलाई चाहिँ प्रयोग गरेर हामीले खास गरी मुख्यतः 4वटा कुरामा मात्रै, खास गरी सडक सञ्जाल, खानेपानी, शिक्षा र स्वास्थ्य अनि विद्युत, यति कुरामा मात्रै हामी केन्द्रित भएका छौँ भने कालीगण्डकी गाउँपालिकाका नागरिकहरू आत्मनिर्भर बन्न पर्छ, उत्पादनसँग जोडिन पर्छ भन्ने कुरामा चाहिँ हामी चाहिँ छौँ। तर स्रोत साधन कम भन्नमा मात्रै सीमित भयो क्या? बाहिर जनताहरूले अनुभूत गर्न पाएनन्। किन होला यो भएको? भन्नलाई चाहिँ मिठो सुनियो नि, तपाईँले भन्नुभएको छ होइन, 4-5वटा बुदा भन्नुभयो। भन्नलाई बहुतै मिठो सुनियो, सुन्नलाई पनि बहुतै मिठो सुनियो, तर व्यवहारमा आएन। त्यो कुरा चाहिँ हामीले नागरिकसँग पुर्याउन नसकेको कुरा हो। जति चाहिँ हामीले काम गरिरहेका छौँ। किन भन्दा एउटा कुरा के भन्दा नागरिकको चेतना स्तर चाहिँ बढेको कारणले र सकारात्मक भन्दा नागरिकहरू धेरै नकारात्मक कुरा भएका कारणले पनि त्यो कुरा हुन सक्छ। यद्यपि हामी कालीगण्डकी गाउँपालिकामा जुन स्थानीय सरकारले, अन्यत्र पनि चाहिँ प्रदेश सरकार, सङ्घ सरकारहरूले जुन कामहरू गरेको छ त्यो कुरा जनताको सामु चाहिँ लैजान नसकेको कुरा चाहिँ हो। तर लैजाँदै पनि जुन नेगेटिभिटीहरू चाहिँ बढिरहेको छ त्यसको प्रभाव पनि चाहिँ परेको हुन सक्छ। र कालीगण्डकी गाउँपालिका हामीले अहिलेसम्म प्रशासनिक भवन बनाउन सकिएको छैन। किन भन्दा कालीगण्डकी गाउँपालिकाका नागरिकहरूले खानेपानीको अझै पनि खानेपानी चाहिँ पर्याप्त रूपमा प्राप्त गर्न सकेको छैन। हाम्रै कालीगण्डकी गाउँपालिका 1 नम्बर र 2 नम्बर वडाको सबैभन्दा माथि विकट श्रीकोट अर्बेनी चाहिँ 6 नम्बर, त्यहाँ चाहिँ खानेपानी पुर्याउन सकिएको छैन। त्यो खानेपानी पुर्याउन नसकुन्जेलसम्म हामीले चाहिँ
कालीगण्डी गाउँपालिकाको प्रशासनिक भवन पनि बनाइने छैनौँ भनेर चाहिँ हामीले चाहिँ प्रण गरेका थियौँ। यो वर्ष सकभर हामीले प्रदेश सरकारसँग समन्वय गरेका छौँ। प्रदेश सरकारले चाहिँ नि हाम्रो श्रीकोट खानेपानीलाई लिफ्टिङको माध्यमबाट चाहिँ यो वर्ष पुरा गर्ने भन्ने कुरा प्रतिबद्धता जनाएको छ। यद्यपि हामीले चाहिँ त्यसलाई चाहिँ पुरा गर्न सक्यौँ भने मात्रै हाम्रो गाउँपालिकाको प्रशासनिक भवन त्यसो भए खानेपानी बन्यो, खानेपानी जनताहरूले खानेपानी खान पाए भने प्रशासकीय भवन बन्छ, बन्छ, अन्यथा बन्दैन। एकदम त्यो चाहिँ हो। किन भन्दा सर्वप्रथम महत्त्वपूर्ण कुरा भनेकै खानेपानी हो। खानेपानी पछि सडक, बिजुली, शिक्षा, स्वास्थ्य अनि बल्ल चाहिँ यी भौतिक संरचनाहरू जरुरी छन्। तपाईँ जब 74 सालमा स्थानीय तहको निर्वाचन भयो, कालीगण्डे गाउँपालिकाको प्रमुख भएर पहिलोपटक आउनु भएको थियो। त्यो बेला पनि तपाईँसँग म अन्तर्वार्ता गर्ने अवसर पाएको थिएँ रेडियोको माध्यमबाट। तपाईँको मुख्य एजेन्डा नै खानेपानी थियो त्यो बेला पनि। मैले तपाईँलाई प्रश्न गर्दा सर कालीगण्डे गाउँपालिकामा तपाईँ पहिलोपटक अध्यक्ष हुँदै हुनुहुन्छ, तपाईँको मुख्य उद्देश्य के हो भन्दाखेरि एक घर एक धारा भन्नुभएको थियो। अहिले पनि तपाईँले एक घर एक धारा त्यसैलाई पुरा गर्न सीमित छ नि सर समय त। सीमित स्रोत साधनका कारणले हामीले एक घर एक धारा खानेपानी पनि जनताको घर पुर्याउन सकिएको छैन। करिब 120 घर जतिमा चाहिँ अझै पनि यति दुःख छ। पानी त्यहाँका नागरिकहरूले पानी चाहिँ बोलेरो गाडीमा गिलिनमा थापेर माथि लगेर अवस्था बिजोग छ कि सर। जस्तै म पनि अस्ति अर्मेनीको कोटा गएको थिएँ, कोटामा पनि बिचरा बिजोगै छ त्यहाँका नागरिकहरूले। तपाईँसँग मैले अन्तर्वार्ता गरेको 74 सालमा हो, 82 साल लाग्यो, अझै पनि तपाईँ एक घर एक धारा भन्दै हुनुहुन्छ। तपाईँको नेतृत्वमाथि एउटा कुरा चाहिँ भूगोलको समस्या भयो, अर्को कुरा चाहिँ मुहानको समस्या भयो। त्यो क्षेत्रमा चाहिँ मुहानको समस्याका कारणले हामीले चाहिँ समयमै पानी चाहिँ उपलब्ध गराउन सकेका छैनौँ। अर्को योजनामा डुप्लिकेसन भयो। त्यही हाम्रो श्रीकोट जस्तै अर्को भयकोट हाम्रो यतातिर छ, भयकोटमा पनि हामीले सोलर लिफ्टिङको माध्यमबाट खानेपानी पुर्याएका छौँ। त्यो चाहिँ केही कुराहरू चाहिँ राजनीतिक खिचातानी पनि भयो, केही कुराहरू चाहिँ भूगोलले साथ दिएन, अर्को चाहिँ पानीको मुहानले साथ दिएन। यावत कुराहरूका कारणले चाहिँ हामीले चाहिँ त्यहाँ पुर्याउन सकेको छैन। सम्भवतः यो वर्ष नभए पनि अर्को वर्ष चाहिँ कालीगण्डी गाउँपालिका एक घर एक धारा सुन्दाखेरि अलि नमजा सुनिने के खानेपानी जस्तो कुरामा राजनीतिक खिचतानी भयो भनेर भन्दाखेरि अवश्य अवश्य एकदम चाहिँ सुरुमा हामी जिल्ला विकास समिति हुँदै त्यो ठाउँमा चाहिँ करिब 2 करोड जतिको थियो। पश्चिम नेपाल ग्रामीण विकास खानेपानी कार्यक्रम माध्यमबाट चाहिँ त्यहाँ चाहिँ प्रोजेक्ट आएको थियो। त्यहाँ पनि त्यस्तै राजनीतिक खिचातानी अथवा पानीको मुहानका विवादका कारणले त्यहाँ पानी पुर्याउन सकिएको थिएन। त्यो क्रम चाहिँ अहिलेसम्मै बढिरहेको छ। हामीले चाहिँ पालिकाको तर्फबाट त्यहाँका चाहिँ नागरिकहरूलाई चाहिँ अनुरोध गरेका छौँ, विभिन्न माध्यमबाट उहाँहरूलाई चाहिँ कन्भिन्स गर्ने प्रयास गरिरहेका छौँ। जहाँसम्म लाग्छ यो वर्ष चाहिँ सबै नागरिकहरू चाहिँ कन्भिन्स हुनुहुनेछ। त्यहाँको पानीको समस्याको विषयमा चाहिँ उहाँहरूले पनि चाहिँ जानकार राख्नुहुनेछ र जसले चाहिँ मुहानमा विवाद गर्नु भएको छ त्यो मुहानबाट चाहिँ सहज रूपमा पानी लैजानका लागि दिनुहुनेछ र हाम्रो कालीगण्डी गाउँपालिकाको श्रीकोट र अर्बेनी 6 नम्बरका नागरिकहरूले खानेपानी पाउनुहुनेछ। यो चाहिँ गाउँपालिका तर्फबाट चाहिँ एकदम आशावादी छौँ र त्यहाँका नागरिकहरू चाहिँ खानेपानी पुगिसकेपछि एउटा उहाँहरूलाई चाहिँ सन्तुष्टि पनि हुनेछ भन्ने कुरामा चाहिँ हामी सर सीमित स्रोत साधन भन्नुभएको छ। यो साधनलाई गाउँपालिकाले पनि त विभिन्न प्रयास गर्न सक्थ्यो नि त। पालिकाले प्रयास गर्नुपर्ने स्वाभाविक हो। हामी कालीगण्डी गाउँपालिकाको जनसङ्ख्या अत्यन्तै कम छ। गुल्मी जिल्लामा सबैभन्दा कम जनसङ्ख्या भएको हाम्रो आय कर लगाउने क्षेत्रहरूको चाहिँ दायराहरू बढाउनु पर्ने ठाउँहरू पनि चाहिँ खोजिरहेका छौँ। नखोजेको चाहिँ होइन। पालिकाको तर्फबाट कर उठाउने कुरामा, करको दायराहरू बढाउने कुरामा चाहिँ विभिन्न प्रयासहरू भइरहेको छ। यद्यपि यो सुरुवाती चरण भएका कारणले जति हामीले अपेक्षा गरेका छौँ ती सबै कामहरू गर्न सकिएको छैन। ती काममा चाहिँ प्रयासरत चाहिँ छौँ। अब के प्रयासहरू हुन्छन् ताकि कालीगण्डकी गाउँपालिकामा भएको सीमित साधनलाई बृहत बनाउन सकियोस्, ताकि कालीगण्डकी गाउँपालिका भित्र रहेका आवश्यकताहरू पुरा गर्न सकियोस्? के छ एजेन्डा? तत्काल त कालीगण्डकी गाउँपालिकाको चाहिँ आय स्तर र करबाट उठेको स्रोत साधनले मात्रै कालीगण्डी गाउँपालिकालाई बनाउन सकिने अवस्था छैन। प्रदेश र केन्द्रकै मुख ताक्नु पर्ने अवस्था छ तत्कालका लागि। र केही समयपछि हाम्रो कालीगण्डी गाउँपालिकामा विभिन्न नदी नालाहरू छन्, त्योबाट विद्युत उत्पादन गर्न सकिने कुराहरू छ। हाम्रा नदी नालाहरूमा भएका चाहिँ विभिन्न चाहिँ बगरहरू त्यसलाई चाहिँ प्रयोग गरेर पनि चाहिँ उत्पादन गर्न सकिने र चाहिँ खास गरी चाहिँ उत्पादनसँग नागरिकलाई जोड्ने, कृषितर्फ होस् अथवा विभिन्न क्षेत्रमा चाहिँ उत्पादनसँग जोड्ने
उद्यमशील बनाउने र त्योबाट चाहिँ आय स्तरलाई चाहिँ फराकिलो बनाउने र कालीगण्डकी गाउँपालिकाको आय स्रोतमा वृद्धि गर्ने अनि कालीगण्डकी गाउँपालिकाको बृहत्तर विकासमा चाहिँ त्यसलाई प्रयोग गर्ने काम तपाईले चाहिँ उत्पादनशील कुराहरूलाई जोडिरहनु भएको छ। उत्पादनशील कुराहरूमा कालीगण्डकी गाउँपालिकाले गरेको प्रयासहरू के छ? कालीगण्डकी गाउँपालिकाले मा थुप्रै सम्भावना छ। खास गरी चाहिँ कृषि फलफुल खेती त्यो कालीगण्डकी गाउँपालिका अत्यन्तै सम्भावना भएको छ र कालीगण्डकी गाउँपालिकाले सुन्तला खेती किवी खेती यो वर्षबाट चाहिँ एभोकाडो खेतीको चाहिँ सुरुवात गरेका छौँ। अब सुन्तलामा त कालीगण्डकी गाउँपालिकाले चाहिँ थुप्रै लगभग करोडौँको चाहिँ सुन्तलाहरू चाहिँ निर्यात गर्न लगाइसकेको छ। त्यसै गरी किवी पनि अहिले चाहिँ फल्न लागेको अवस्था छ। यदि पर्याप्त मात्रामा किवी चाहिँ उत्पादन नभए पनि उहाँ कृषकहरूले नलगाए पनि जति लगाउनु भएको छ त्यो चाहिँ सन्तोषजनक रूपमा चाहिँ किवीले चाहिँ उत्पादन दिन सुरु गरिसकेको छ। हाम्रो लक्ष्य चाहिँ प्रत्येक नागरिकको घरमा कम्तीमा पनि आफूलाई घरमा खान पुग्ने चाहिँ फलफुल होस् र अलि धेरै भयो भने बजारसम्म पुर्याएर त्यहाँबाट चाहिँ केही आम्दानी गर्ने स्रोतको रूपमा चाहिँ त्यो प्रशंसायोग्य कार्य एउटा दिन जसरी यसरी आलोचना गरिरहँदाखेरि कालीगण्डकी गाउँपालिकाले कृषकहरूलाई विभिन्न बिरुवाहरू फलफुलका बिरुवाहरू बाँडेको पनि रहेछ। कालीगण्डकी गाउँपालिकाले चाहिँ खाल्टा खन्न निःशुल्क रूपमा बिरुवा र मल चाहिँ कृषकले मात्रै हाल्ने चाहिँ, किन भन्दा उत्पादन बिना केही पनि हुन सक्दैन भन्ने कुरा चाहिँ कालीगण्डकी गाउँपालिकाको खमै छ। हाम्रो उद्देश्य भनेको उत्पादनै हो, उद्यमशीलता नै हो। हामी आत्मनिर्भरै बन्ने हो, किन भन्दा नेपाल सरकारको क्षमता छैन हरेक नागरिकलाई चाहिँ रोजगार दिन सक्ने अवस्था छैन। हामीले चाहिँ स्वरोजगारै बनाउने हो, उद्यमशीलताको माध्यमबाटै जोड्ने हो र उत्पादित वस्तु चाहिँ हामीले बजारसम्म लैजाने। अब हाम्रो जीवन शर्माले गीत गाउनुहुन्छ कि बिहान कुन समाचारमा आउँछ, हामीले चाहिँ के भन्छ श्रम बेच्ने होइन उत्पादन बेच्ने हो भन्ने कुरा उहाँको गीतको माध्यमबाट पनि सुन्न सकिन्छ। हामीले चाहिँ श्रम बेचेर चाहिँ सीमित स्रोत हामीसँग आउँछ भने हामीले उत्पादन बेच्यौँ भने अलि धेरै हामीसँग स्रोत हुन सक्छ। त्यसकारण कालीगण्डकी गाउँपालिका मात्रै होइन हरेक नागरिकलाई चाहिँ उत्पादनसँग जोडिनका निमित्त मेरो चाहिँ अनुरोध छ। पक्कै पनि उत्पादन गर्ने तर उत्पादन भएका कुराहरू आफैभित्र कुहिने उत्पादन गरेका कृषकहरूले राम्रो मूल्य नपाउने त्यो अवस्था पनि छ नि होइन। प्रशस्त हामीसँग उत्पादन कम भएको कारणले सीमित उत्पादन चाहिँ अब एक डोको चाहिँ गोबी लिन त यहाँ त कोही आउनेवाला छैन नि। एक ट्रक चाहिँ गोबी बनाउन सक्यो भने त आउन सक्छ। जस्तै सुन्तला लिन घर घरै पुग्छ, किवी लिन घर घरै पुग्छ, अब एभोकाडो लिन घर घरै पुग्छ। त्यहाँ अलि धेरै उत्पादन भएको कारणले चाहिँ नि घर घरै पुगेको, तर थोरै ल्याउनका लागि आउन। त्यसकारण हामीले उत्पादन पनि अलि बढाउन जरुरी छ। उत्पादन हामीले अलि बढी दर बढायौँ भने हाम्रो चाहिँ उत्पादित वस्तुलाई बजारको समस्या चाहिँ तत्कालका लागि छैन। त्यो व्यवस्था सम्पूर्ण व्यवस्था चाहिँ कालीगण्डकी गाउँपालिकाले गर्छ। होइन सर, मैले एउटा अनुसन्धान गरेको थिएँ कालीगण्डकी गाउँपालिका अन्तर्गत हामी मिर्बीको विद्युत सिधै आयात गर्नका लागि विभिन्न खिचतानी भयो, त्यस कारणले सकिएन भन्ने कुरा आएको थियो। सर, यस पक्षमा कसले जवाब दिने हो, यो कसले गर्दा नसकिएको? होइन, यो मिर्बीको विद्युत चाहिँ सङ्घीय सरकार अन्तर्गतको चाहिँ विद्युत कार्यक्रम हो। सङ्घीय सरकारले हरेक चाहिँ नागरिकको घर घरमा चाहिँ विद्युत सेवा उपलब्ध गराउने सङ्घीय सरकारको कार्यक्रमै छ। तसर्थ कहाँबाट दिने भन्ने कुरा चाहिँ सङ्घीय सरकारको हो र हामी स्थानीय सरकार प्रदेश सरकारसँग त्योसँग सम्बन्धित छैन। यद्यपि कालीगण्डकी गाउँपालिकाभित्रका नागरिकहरू विद्युत सेवाबाट वञ्चित हुनुभयो भने हामीले सम्बन्धित ठाउँमा चाहिँ खबरदारी गर्ने र विद्युत सेवाको चाहिँ पहुँच पुर्याउने काममा चाहिँ गाउँपालिका चाहिँ तत्परता चाहिँ। यो प्रश्न मेरो थिएन, जेनजी युवाहरूको थियो। जेनजी युवाहरूले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाज्यूलाई गरिदिनु होला भनेर उहाँहरूको प्रश्न म तपाईँलाई सोधेँ। अनि अर्को प्रश्न, कालीगण्डकी नदी व्यापक मात्रामा उत्खनन भएको छ भन्ने कुरा सुनिएको थियो, के छ सर अहिलेको अवस्था? होइन, कालीगण्डकी नदी चाहिँ उत्खनन भएको अवस्था चाहिँ छैन, मलाई छ जस्तो लाग्दैन। किन भन्दा हाम्रो चाहिँ त्यो ठाउँहरू नै छैन क्या। हामीले बगर बेच्ने, गिट्टी बालुवा बेच्न सक्ने चाहिँ ठाउँहरू कहीँ पनि छैन। जस्तै सेतीबेनीमा चाहिँ अब त्यो बगरहरू जम्मा भएर चाहिँ त्यसलाई चाहिँ त्यो पारीको बजारलाई पुर्न सक्ने अवस्था भइसकेको छ। तर हामीले यता कालीगण्डकी गाउँपालिका क्षेत्रतिरबाट चाहिँ ती गिट्टी बालुवाहरू उत्खनन गरेर त्यो पारीको बजार क्षेत्रलाई चाहिँ बचाउन सक्ने अवस्था पनि छैन। कालीगण्डकी गाउँपालिकाभित्र त्यस्तो गिट्टी बालुवाहरूको उत्खनन भएको अवस्था चाहिँ त्यति धेरै छैन। जति हाम्रो चाहिँ त्यति राम्रो बालुवा पनि छैन पालिकाभित्रको। अन्यत्र रिडीतिरबाट
रुद्रबेनीतिरबाट आयात गर्ने काम चाहिँ पालिकाभित्र हुन्छ। बेला बेला अनुगमन भइरहेको छ। एकदम अवश्य। हामी कालीगण्डी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाज्यूसँग रहेर कुराकानी गरिरहेका छौँ। शिक्षाको अवस्था के छ सर? शिक्षाको अवस्था कालीगण्डी गाउँपालिका अब चाहिँ धेरै चाहिँ मगर समुदाय, जनजाति समुदाय र दलित समुदायको बाहुल्यता भएको ठाउँ। यहाँ चाहिँ शिक्षाप्रति चाहिने त्यति धेरै चासो नराख्ने कम्युनिटी हो यो। यद्यपि चाहिँ शिक्षामा चाहिँ प्रयास भइरहेको छ। जति हामीले सोचेका छौँ त्यस्तो चाहिँ नभए पनि शिक्षामा चाहिँ दिनानुदिन चाहिँ सुधारोन्मुख अवस्थामा चाहिँ सुधार उन्मुख भइरहेको छ भन्नुभएको छ र मान्छेहरू दिनानुदिन बसाइसराई गरेर गइरहेका छन्। बसाइसराई स्वाभाविक हो। चाहिँ बसाइसराई चाहिँ कालीगण्डी गाउँपालिकामा बसाइसराई शिक्षाका कारणले र स्वास्थ्यका कारणले मात्रै बसाइसराई गरेका छन् कालीगण्डी गाउँपालिका नागरिकहरू। कालीगण्डी गाउँपालिकाका नागरिकहरू आफू सम्पन्न भएपछि मात्रै बसाइ सरेर जाने क्रम छ। तपाईँलाई थुप्रै उदाहरण दिन चाहन्छु। कालीगण्डी गाउँपालिका नागरिकहरू कोरिया जाने, विदेश जाने ट्रेन अत्यन्तै धेरै छ। उहाँहरूबाट चाहिँ सम्पन्नता भइसकेपछि उहाँहरूले चाहिँ आफूले चाहिँ आफ्नो तरिकाबाट चाहिँ एकदम सुख सहेलको जिन्दगी बिताउन चाहिँ जानु चाहिँ त्यो चाहिँ स्वाभाविक हो। त्यसकारण त्यो विदेश जानु, कोरिया जाने भन्ने कुरा गर्नुभयो नि, त्यो पनि त रोजगारको अवसर देशमा आफ्नो ठाउँमा त्यो नदेखेर हो सर। राम्रो अवसरका लागि गएको हो त्यतातिर क्या, सोख पनि हुन्छ नि त मान्छेलाई। शोक हुन्छ तर राम्रो अवसर प्राप्ति भयो भने चाहिँ त्यतातिर जाने स्वाभाविक हो। जस्तै त्यसलाई चाहिँ हामीले अन्यथा लिन होइन। गाउँपालिकाभित्र अनुमान गर्नुभयो भने सर मान्छेहरूको बिजोग छ कि सर, घरहरू बनाएका घरहरूमा दैलो लागिरहेको अवस्था छ। अब बाँकी रहेका जनताहरूलाई यही भित्र राख्नका लागि कालीगण्डी गाउँपालिकाले गर्ने प्रयास के रहन्छ? यस्तो छ, कालीगण्डी गाउँपालिकाले चाहिँ त्यो प्रयास गरेर सस्तो लोकप्रियताका लागि चाहिँ हामीले बसाइसकेर रोक्छौँ यताउति भन्ने चाहिँ त्यो सस्तो लोकप्रियता हो र वाइघात कुरो जस्तो लाग्छ कि मलाई। अहिले चाहिँ संसार चाहिँ ग्लोबलाइजेसन भइसकेको अवस्था छ। हामीले चाहिँ देश विदेशमा चाहिँ यहाँ चाहिँ सेकेन्डका भरमा चाहिँ कुराकानी गर्न सकिन्छ। अब हामी तिमी चाहिँ यही मात्रै बस, यही मात्रै खुम्छ भन्नु चाहिँ त्यो सस्तो लोकप्रियता र अस्वाभाविक हो। मेरो आफ्नो विचार है, यो मेरो व्यक्तिगत विचार हो। यहाँ बस्न पर्ने चाहिँ हो, तर चाहिँ अवसर को खोजी गर्छ कि हरेक चाहिँ त्यो चाहिँ के हो भन्दा हाम्रोमा मात्रै, नेपालमा मात्रै होइन, यो बसाइसराई गर्ने, राम्रो अवसर खोज्ने ट्रेन चाहिँ सदैवदेखि चल्दै आएको ट्रेन हो। राम्रो अवसरका लागि बसाइ सर्नु, अन्यत्र जानु, विदेश जानु त्यो चाहिँ स्वाभाविक हो। चाहिँ यहाँ चाहिँ म चाहिँ त्यो पक्षधर हो। म बसाइसराई रोक्ने, यताउति गर्ने भन्ने चाहिँ त्यो सस्तो लोकप्रियताका लागि त्यो चाहिँ होइन। हामी चाहिँ अवसर प्राप्ति गर्ने, राम्रा राम्रा कुराहरू सिक्नका लागि यहाँ बसेर चाहिँ त्यो छैन। भर्खरै चाहिँ हामीले यसो गरिदिन्छौँ, सबै चाहिँ सम्पन्न गराउँछौँ, यहाँबाट बसाइसराई पर्दैन भन्न सक्ने चाहिँ भर्खरै गाउँपालिका अवस्था छैन। हामी कार्यक्रमको अन्त्यमा छौँ। तपाईँ निर्वाचित भएको 74 भनेको अहिले दोस्रो कार्यकाल बिताउनु भएको छ। लगभग 6-7 वर्ष भयो, 8 वर्षै भयो। यो बिचमा मैले गरेको प्रयास यो हो, यस कारणले मलाई कालीगण्डी गाउँपालिकाका नागरिकले सम्झिन्छन् भन्ने कुरा 1, 2, 3 मा राखिदिनुहोस्। 1, 2, 3 नै छैन, जम्मा एउटा मात्रै कुरा हो। खाने पानी चाहिँ मेरो कार्यकालभित्र प्रत्येक घर चाहिँ दुर्कन्छ, पुग्छ, त्यति मात्रै, अरू केही छैन। नपुग्यो भने वेदबहादुर थापालाई कालीगण्डीका नागरिकले सम्झिएनन्। कहाँ सम्झन्छन् त? त्यही खाने पानी पुर्याउने। हामी त यति दुःख थियो पहिला, खाने पानी 2 बजे उठेर चाहिँ गाग्रा बोकेर चाहिँ जानुपर्ने अवस्था थियो। धेरै अधिकांश ठाउँमा तल पानीको सम्भावना भएको ठाउँमा पनि त्यस्तो अवस्था थियो। भनेपछि लेख बस्ने मान्छेहरूको त कस्तो दर्दनाक अवस्था थियो। त्यहाँ 2-3 खेप पानी नपुगुन्जेल चाहिँ स्कुल जान पाउन्न थिए। भनेपछि त्यो अवस्थाबाट चाहिँ पार गर्ने मात्रै हो, अरू केही छैन। सामान्य चाहिँ सडक चाहिँ टोलमा पुग्ने, विद्युत घर घरमा पुग्ने। अहिले चाहिँ अब विद्यार्थी संख्या घटिरहेको छ, विद्यालय संरचनाहरू बनाउने। पक्कै पनि यो प्रयासहरू पक्कै पनि जारी छ। सफल पाओस् हाम्रो कार्यक्रमको तर्फबाट शुभकामना। कार्यक्रमको अन्त्यमा छौँ। कालीगण्डकी वासीलाई तपाईँले दिने सन्देश के रहन्छ? कालीगण्डकी वासी मात्रै होइन, सम्पूर्ण नेपाली नागरिकहरू उत्पादनसँग जोडिन पर्यो। हाम्रोमा यति धेरै सम्भावना छ फलफुलका बिरुवाहरू। कम्तीमा एक घरमा कम्तीमा 20 फलफुल, चाहे आँप होस्, चाहे लिची होस्, चाहे सुन्तला होस्, चाहे किवी होस्, आफ्नो घरमा जे हुन्छ त्यो चाहिँ लगाएर आफू चाहिँ आत्मनिर्भर बन्नु हुनेछ भन्ने चाहिँ अनुरोध गर्न चाहन्छु। समय र संवादका लागि धेरै धेरै
धन्यवाद। उहाँ हुनुहुन्थ्यो कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा। उहाँसँग रहेर समग्र कालीगण्डकी गाउँपालिकाको वस्तु स्थितिमाथि रहेर चिरफार गर्ने प्रयास मैले गरेँ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो राय सुझाव राख्नुहोला र यता वेबसाइटबाट न्युज हेर्नुभएका साथीहरूलाई पनि आग्रह के छ भने कालीगण्डकी गाउँपालिकासँग रिलेटेड हुनुभएका साथीहरू हुनुहुन्छ भने कालीगण्डकी गाउँपालिकामा के खाँचो छ त्यो कमेन्टमा राखिदिनु होला। हामी यसै गरी प्रश्नहरू सोध्नेछौँ है त। अन्त्यमा कार्यक्रमलाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला, बेल आइकनलाई क्लिक गर्नुहोला। यो गर्नुभयो भने नोटिफिकेसन पाउनुहुनेछ। अर्को कार्यक्रममा अर्को कुनै अतिथिका साथ उपस्थित हुनेछु। तबसम्मका लागि क्यामेराम्यान निराजनजीलाई धन्यवाद, अध्यक्ष वेदबहादुर थापाजीलाई धन्यवाद दिँदै इन्द्र नेपाली यो बसाइबाट छुटिएर जान्छु। हवस् त, नमस्ते।